यतिकै खिचिरहन्छु जे हुन्छ यहाँ ल ल त्यसलाई राखौँ ल अब त्यो पुष्प अक्षताले पूजा गरौँ अझैले थाप्नु पर्यो अब तेल लाएर काहीँ पर्ने हो कि भाउजूको मोबाइल थाहा छ उनीको टोपी लगाएपछि पलाउँदैन मेरो पनि साह्रै झरेर लाउँछ टोपी नै नलाए पनि पलाउँदैन त्यो अब त्यो कपाल पलाउने पूजा भयो अब त टिकाको कार्यक्रम होला ठिक हो अब पिठोबाट गयो त्यहाँ पनि त्यहाँ टिका लाउनु पर्छ है दिदी पोखरमा यसो चढाउनु होइन यहाँ नभेटेर काटिहाल्नु त यतै राख्छ मन पर्दैन जस्तो छ हो अब एकछिनमा यता बोलाउनु त सक्दैन यो पनि यस्तै म त ढुक्क पाएर बस्न पाएँ होइन अब यताको सबै पहिला टिका लाउने हो अनि सबैजना ल अब पिठोको टिका लाउनु पर्यो पर सबै थोकको टिका लाउनु भयो लगाउनु पर्यो अब त यहाँ लाउँदा भयो अलिकति पर बस्नुभयो भने सजिलो हुन्छ दियोकै छेउमा दियोले साडी छुन्छ कि भन्ने चाहिँ डर मान्नुपर्छ त्यति हो दियो धेरै बेलाका छौँ हामीहरूले छोरीको बटार्ने पुजारी पो हाम्रो ढिलो हुने भयो भरे लगाइदिनु नि ग्रुपमा भयो कसलाई के अरे अर्कोजनालाई बोलाएको छ ए पूजा यहाँको पुजारी माथि ए ए रिजाल छन् कहाँ ए जितपुर गाडी इलामको जितपुर ए ए पर्खेर बसेको पनि 11:49 पहिला यहाँ आउँछु भन्दै अब आउँछन् होला ठिकै छ एक्लै कान्छीले लाउँदै गएको हेर्दै गर्छु अगाडि लगाइसक्छ भाइले भरे फेरि हुन्छ फेरि लाउँदा भयो
केटीमुटी हुन्छ र अँ कहाँ बाङ्गो तिम्रो लाग्छ सानो केटाकेटीले चाहिँ बाङ्गो भाषा भन्छन् अब ठुलाले त केही भनिँदैन नि जता पर्छ त्यतै लगाइदिनु दिदी नडराइकन हलो 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 छोरा हो यहाँ धमाधम छ यहाँ हेर है ल है ए यहाँ धमाधम छ टिका लाउन सम्बत कि सौरभ हो प्रणाम अनि के छ हौ खबर भन्छ मिसिहाल्यो नि ए ल यी हाम्रो चाहिँ धमाधम छ तिमीलाई पनि अब तिहारको शुभकामना अँ 6 वर्ष पछाडि समाजले 6 वर्ष लगाएको ए भइरहेको छ यता मिनट बढ्दै जान्छ सेकेन्ड अँ हुँदैछ भने हुँदै छैन नि बढ्दै ए तेरो त फोटो खिचिसक्नु आँट्यो अब हामीले लगाइदिनु पर्यो होइन हो त हो यो पनि दिनु थाल पनि दिएर चाहिँ दाल पनि नदिनु अँ ल अब लगाइदिनु पर्यो नि त यो तेल अलिक थोरको कि तेल थप्नु पर्ने रहेछ एकछिन अब त्यहाँ लगाइहाल्नुहुन्छ फ्यानिन चाहिँ फ्यानेरै भयो है सबै बत्ती उँधोको हावा नआउँदा त ठिकै हुन्छ कि हावा आउँदा चाहिँ हो त्यो माथिको त्यो लालटिन चाहिँ ठ्याक्कै शिवा स्थापना गरे जस्तो जलारी झन्डा जस्तो देखिँदो रहेछ क्या एउटा त्यो लालटिन भन्ने यहाँबाट चिनिँदैन नि अर्कै कलर लगाएर राखेको भए त अँ के आएको थियो ए कलर लगाएर क्या अर्को कहाँ यस्तै रहन्छ त यादको होइन अँ हामी छुट्टेको साल 59 सालको ए हाम्रो त कालो छ अनि रोपन गर्दै गर्नुपर्दो रहेछ नि त लालटिन अँ लालटिन रहेछ त यहाँ त राखिराखेको अहिले अब केटाकेटीले लालटिन भनेको क्या हो देखाउनलाई नि बत्ती टुपी बत्ती झन् बत्ती पनि छ बत्ती पनि राखिरहेको छ अब भइगयो त मेरो त एउटा बत्ती नि पड्क्यो पानस ए अँ लगाइदिएको हो त एउटै माला लाउँदा भइहाल्यो अँ भइगयो त दुईजनाले नि सुन्नु त माला सुन्नु त सानो भए पनि यो पनि दिनु अनि यता ल यो भइसक्यो त यसको कसले हेर्दैन